फल यही जुनीमा मिल्छ अरे भगवान। तपाईसँग एउटा बिन्ती छ, जसले मेरो विश्वास, माया, साथ, आफ्नोपनको फाइदा उठाए, जसले मेरो विश्वास तोडे, छलकपट गरे, गिराए, नमज्जाले तोडेर गए, म त्यस्ता व्यक्तिहरूलाई त्यही दिएर बदला चुकाउन चाहन्न। उनीहरूलाई कहिले दुःख हुन नदिनु, उनीहरूको विश्वास कहिले टुट्न नदिनु, कहिले डगमगाउन नदिनु, कहिले कमजोर हुन नदिनु, भट्किन नदिनु। भगवान त्यस्ता व्यक्तिहरूलाई पछुतो भने अवश्य पनि जिन्दगीको अन्तिम चरणमा गराइदिनु होला। मान्छे गुमाउनुको, अरूलाई सताउनुको र अरूको विश्वासमाथि खेल्नुको। पछुतो भने उनीहरूलाई होस्, तर दुःख चाहिँ कहिले नहोस्। मेरो आशीर्वाद छ, मबाट टाढा गए पनि उनीहरूको जिन्दगी निकै फलोस्, फुलोस्, उन्नति प्रगति हुँदै जाओस्, अगाडि बढ्दै जाउन्, सबै सफलताहरूले उनीहरूको कदम चुमुन्। तर त्यस्ता व्यक्तिहरूसँग मेरो फेरि पुनः भेट नहोस्, त्यस्ता व्यक्तिहरूको छत्रछाया पनि मेरो वरिपरि नपरोस्। खुसी रहन्, सन्तुष्ट रहन्, भरिपूर्ण रूपले पूर्ण रहन्, तर मबाट टाढा रहन्। बिन्ती छ भगवान।